के को लागि आउनु भएको तपाईहरु? कसको फिल्म? को छ मनबिनाको धनमा? कसले खेल्नु भएको छ? आसन बाजे अशोक बाजे है। ल सबै सबै कुन स्कुलबाट आउनु भएको मनोकामना? पञ्चे बाजा सहित उहाँलाई स्वागत गरिएको छ। यहाँ स्वागत भएको छ। साना साना भाइ बहिनीहरूले पनि एकदमै यो चलचित्र मनबिनाको धन फिल्म हेर्नको निम्ति चाहिँ उपस्थित हुनुभएको छ। एकदमै यो चलचित्र मनबिनाको धनले चाहिँ पछिल्लो समय अपार सफलता मात्र हात नपारेर दर्शकहरूको पनि एकदमै धेरै नै माया पाइराखेको अवस्था छ। यहाँ देख्न सक्नुहुन्छ युनिफर्ममै स्कुलको युनिफर्ममा नै, किनभने चलचित्र मनबिनाको धनमा विशेषतः विद्यालयमा रहनुहुने शिक्षक तथा विद्यार्थीहरूको सम्बन्धलाई लिएर चाहिँ चलचित्र निर्माण भएको निर्माण पछिल्लो जानकारी पश्चात यहाँ साना साना भाइ बहिनी विद्यार्थीहरूलाई तपाईँले देखिरहनु भएको छ, क्यामेरा फ्रेममा देखिरहनु भएको छ। यहाँनिर यो हरिण सिनेमा हलमा उपस्थित हुनुभएको छ। अहिले भर्खरै चाहिँ चलचित्रको टिमबाट अशोक दर्जी, रमेश विश्वकर्मा, त्यस्तै गरेर निर्माताको पक्षबाट टिकाराम बुढाथोकी पनि आउनु भएको छ र उहाँलाई स्वागत गर्नको लागि चाहिँ हाम्रो भाइहरू एकदमै रेडी भएर बस्नु भएको होइन त? ओके ल, अन्ततः मनबिनाको धन टिम सर्लाही आइपुगेको छ र मनबिनाको धनलाई स्वागत गर्नको लागि यहाँनिर विद्यार्थी भाइ बहिनीहरू एकदमै हातमा फुल लिएर उपस्थित हुनुभएको छ। पञ्चे बाजाको धुन सहित यहाँनिर देख्न सक्नुहुन्छ तपाईँले मनबिनाको धनको टिमलाई चाहिँ स्वागत गर्नको लागि हरिण सिनेमाको हलमा
एकदमै दर्शकहरू घुइँचो एकदमै रहेको छ। धेरै नै भन्दा धेरै दर्शकहरूको चाहिँ उपस्थिति पनि रहेको छ। अशोक दर्जी अनि टिकाराम बुढाथोकी अनि रमेश विश्वकर्मा यहाँनिर उपस्थित भइसक्नु भएको छ। हामीलाई पढाउने टिचरलाई हामीले के गर्नुपर्छ? ओके, सबैजनाले एकचोटि मन बिनाको गीत गाउँ है त। 1 2 हामी तपाईहरुको यो ठाउँसम्म आउनुको एउटै मात्र उद्देश्य भनेको तपाईहरुकै गाउँबाट तपाईहरुकै ठाउँबाट चाहिँ राम सर हुनुहुन्छ हैन। राम सरको ठाउँमा आएको छौं। तपाईहरुको एकदमै यो स्वागत, यो माया, यो प्रेम देखेर हामी एकदमै खुसी छौं। तपाईहरुलाई धेरै धेरै धन्यवाद। थ्यांक यू सो मच। कलाको धनी हुनुहुन्छ र आज स्कुल छोडेर उहाँ सचिन अशोकलाई भेट्न आउनुभएको भन्ने हामीले खबर थाहा पाएका छौँ। हो, एकचोटि बजाइदिनु तपाईँको मात्रै।
तर तपाईँले एकदम राम्ररी पढ्नुहुन्छ है यो कलालाई पनि अगाडि लिएर जानुहुन्छ एन्ड देन धेरै पढ्नुहुन्छ ल यो चाहिँ तपाईँको क्यामेरा नखिचिनु एकदमै धेरै एकचोटि यो भाइको लागि सबैजनाले जोडदार मैले यो भाइलाई किन भेट्न चाहेँ भन्दाखेरि अघिदेखि नै मैले अगाडिबाट हेरिरहेको थिएँ यो भाइको कलालाई मेरो सुरुवात दिन पनि यसरी नै स्टार्ट भएको थियो मैले बाटोमा गीत गाउँदाखेरि कहिले पनि आफ्नो कला देखाउनलाई मैले लजाइनँ आज त्यही कला देखाउन लजाएको थियो भने यो ठाउँमा हुँदिन पनि थियो होला सायद बाबु हेर पढ्नुपर्छ राम्ररी होइन कला देखाउन पनि लजाउनु यसरी यो बच्चा होइन अहिले कति क्लासमा पढ्छ गोमा पढिरहेछ होइन आफ्नो ट्यालेन्टलाई छुट्टी टाइममा होइन स्कुल छोडेर बाबा आफ्नो साथीभाइहरूसँग एउटा सहयोगको रूपमा हिँडिरहेको छ एकदम खुसीको कुरा हो तपाईँहरूलाई पनि एकदमै रेस्पेक्ट गरिरहेको छु होइन धेरै धेरै धन्यवाद बाबु कहिले पनि कला देखाउन नलजाउँ है सक्सेसफुल गरेर देखाउनु एकचोटि सबैले जोड्दा ताली धेरै माया पाएको माझमा धेरै खुसी छु हजुर सबैजनालाई धेरै धेरै धन्यवाद ल अब हाम्रो अशोक भाइले गीत गाउँदा सबैजनाले साथ दिनु होला है त ओके थ्याङ्क यू सो मच नमस्कार सबैजनालाई फिल्म कस्तो लाग्यो ओके अझै पनि हजुरहरूको साथीहरूदेखि आफ्नो परिवारहरू सबैजनालाई भनिदिनु होला फिल्म कस्तो लाग्यो सेयर गर्नुभयो भने उहाँहरूले पनि हेर्ने मौका पाउनुहुन्छ उहाँहरूले पनि केही चिज सिक्न पाउनुहुनेछ हजुरहरूको ठाउँहरूमा हजुरहरूले खिचेको भिडियोहरू अशोक बाबुको फिल्म राम्रो छ हेर्न गएर साथ दिनुहोला हामी दुईजनालाई हाम्रो टिमलाई भनेर भनिदिनु होला आज मलाई एकदमै खुसी लागिरहेछ आज राम सरको गाउँमा आएर होइन हजुरहरूले यति राम्रो स्वागत गरिदिनु भयो तपाईँहरूलाई त सुरुमा सबैजनालाई धेरै धेरै थ्याङ्क यू एन्ड नमस्कार अनि अर्को कुरा भन्दाखेरि त हाम्रो सुटिङ टाइममा हाम्रो मेमोरी पलहरू धेरै छ दाइसँगको होइन अब यहाँ हाम्रो ड्याडी पनि हुनुहुन्छ मैसँग आउनु भएको छ होइन टिका ड्याडी एकचोटि टिका ड्याडीको लागि सबैजनाले ताली बजाइदिनुहुन्छ अनि फेरि म यहाँ भइसकेपछि यो ठाउँमा भएको बेला मैले मेरो दाइलाई पनि बिर्सिनु हुँदैन टङ्क दादाको लागि पनि एकचोटि जोरदार ताली बजाइदिनु मैले भाइले भने टङ्क दाइलाई धेरै धेरै धन्यवाद भनेर मैले पनि टङ्क दाइलाई सम्झिन चाहेँ आज म जुन ठाउँमा छु हजुरहरूले मलाई जुन ठाउँमा देखिरहनु भएको छ यसको लागि गड फादर हुनुहुन्छ टङ्क बुढाथोकी दाई उहाँले गर्दाखेरि मैले यो फिल्ममा अपर्च्युनिटी पाएको छु उहाँले गर्दाखेरि आज म यो ठाउँमा छु उहाँको लागि सबैजना जोरदार ताली बजाइदिन चाहन्छु कस्तो लाग्यो फिल्म हेरे हो अनि के गर्नु पर्छ गुरुलाई के गर्नु पर्छ पढाउने गुरुलाई के गर्नु पर्छ ल ल ल फिल्म हेरे हो कस्तो लाग्यो अनि अशोक दर्जीलाई यहाँ देख्दा कस्तो भयो यहाँ भेटिन्छ अशोक दर्जीलाई यहाँ भेटिन्छ भन्ने थाहा थियो हो
राम्रो लाग्यो फिल्म हो ल फिल्म कस्तो लाग्यो राम्रो छ